नेपाल प्रहरी जसले निर्मला पन्तको बलात्कार र हत्याको घटनामा फोरेन्सिक एभिडेन्सहरू डिस्ट्रोय गर्नको लागि उनको कपडा पखालेको थियो, उनको जेनाइटल अर्गान पखालेको थियो, के हामीले त्यही नेपाल प्रहरीलाई सम्मान दिनुपर्ने? निर्मला पन्तको मृत्यु पश्चात पोस्टमार्टम हुनुभन्दा पहिले नै उनको शरीरलाई जलाउनको लागि उनको बाबुआमालाई बाध्य पारेको थियो, के हामीले त्यो नेपाल प्रहरीलाई सम्मान दिनुपर्ने अथवा यो नेपाल प्रहरीलाई सम्मान दिनुपर्ने जसले दिन दहाडै लाज बचाएर मुठीमा नोट च्यापेर एउटा चालकबाट भ्रष्टाचार गरिरहेको छ? यी र यस्ता पात्रहरू म जस्ता कुनै पनि पार्टीको झोला नबोक्ने जनताहरूको लागि रेस्पेक्ट दिन लायक पात्रहरू हुँदै होइनन्। नेपाल प्रहरीले दिनदिनै आफ्नो शान गुमाइरहेको छ, जनताको विश्वास गुमाइरहेको छ। नेपाल प्रहरीमा यस्तै रहेका खराब र एबिल चरित्रका प्रहरीहरूले गर्दा त्यहाँ भित्र रहेका थुप्रै राम्रा र स्वच्छ छवि भएका प्रहरीहरूलाई पनि ओभरस्याडो गर्ने काम भइरहेको छ। मुगलिनको जाममा 21 घण्टासम्म ड्युटी गर्ने प्रहरीहरू हामीले आदर गर्नुपर्ने प्रहरीहरू हुन्। कुनै पनि ठुला टाउकिएको प्रभावमा नपरिकन थुप्रै भ्रष्टाचारका काण्डहरू जस्तै भिजा काण्ड यस्तै काण्डहरू सर्फेसमा ल्याउने प्रहरीहरू हामीले आदर गर्नुपर्ने प्रहरीहरू हुन्। तर यस्तै स्वच्छ छवि भएका र जनताको लागि काम गर्ने प्रहरीहरूको प्रमोसन हुन र राम्रो ठाउँमा ट्रान्सफर हुन भने एकदमै गाह्रो हुन्छ, किनकि उनीहरू सत्यको पक्षमा हुन्छन् न कि नेताहरूको चाकडीको पक्षमा। प्रहरीले जनताहरूलाई दुःख दिएको पनि छ र प्रहरीका पनि आफ्नै दुःखका कहानीहरू छन्। सबैभन्दा पहिला प्रहरीले नेपाली जनताहरूलाई दिने दुःख र प्रहरीहरूमाथि लाग्ने सबैभन्दा ठुलो आरोपको कुरा गरौँ। प्रहरी सङ्गठनमाथि लाग्ने सबैभन्दा मुख्य आरोप हो प्रहरीहरू नेताका पपेट भए भन्ने। पुलिस अर्गनाइजेसनको सबैभन्दा मेन ड्युटी हो ल एन्ड अर्डर मेन्टेन गर्नु र नेपाल सरकारको मेन ड्युटी पनि ल एन्ड अर्डर मेन्टेन गर्नु नै हो। तर यो बाहेक पनि सरकारको अर्कोपट्टि ध्यान हुन्छ, त्यो हो आफ्नो सत्ताको आयु लम्ब्याउने र यही काममा नै र आफ्नो आसेपासेलाई फाइदा हुने तरिकाले नै सरकारले नेपाल प्रहरीलाई परिचालन गर्छ। पुलिस अर्गनाइजेसनका हाई र्याङ्किङ पोस्टहरूमा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति हुन्छ भन्दा त्यति फरक नपर्ला। त्यसैले प्रहरीका टप लेभलका अफिसियलहरूले नेताहरूको नुन खाइसकेपछि नुनको सोझो त गर्नै पर्यो। यो पनि प्रहरी सङ्गठन बदनाम हुनुको अर्को कारण हो। जबसम्म पोलिटिकल विल र पोलिटिकल इन्फ्लुएन्समा नेपाल प्रहरी निर्देशित हुन्छ तबसम्म प्रहरीको इमेज नेपाली जनताको सामुन्ने वर्दी लगाएको र नेताहरूलाई सलामी ठोक्ने एउटा सङ्गठनको रूपमा मात्रै सीमित रहन सक्छ। जब सरकार परिवर्तन हुन्छ तब हाई र्याङ्किङमा रहेका राम्रो काम गर्ने, सही तरिकाले इन्भेस्टिगेसन गर्ने र स्वच्छ छवि भएका प्रहरीहरूको ट्रान्सफर हुन सुरु गर्छ र आफ्नो नजिक यस्ता प्रहरीहरू ल्याइन्छ जसले उठ भने उठ्ने र मुत भने मुत्ने काम गर्छन्। त्यस्ता प्रहरीहरू आइसकेपछि आफूले चाहेको व्यक्तिलाई जेलबाट निकालिन्छ र आफूले चाहेको व्यक्तिलाई जेलमा लगेर ठुसिन्छ। नेपाल प्रहरीलाई थाहा छ यो कप माटोबाट बनेको माटोकै कप हो भनेर, तर यदि कुनै नेताले होइन यो कप माटोबाट बनेको हुँदै होइन यो सुनको कप हो भन्यो भने प्रहरीले पनि ओ हजुर यो त सुनकै कप हो भन्नुपर्ने हुन्छ। किनकि प्रहरीमा हुने ट्रान्सफर र प्रमोसन प्रहरीले गरेको पर्फर्मेन्स र उसको पर्फर्मेन्स क्यापेबिलिटीमा भन्दा पनि उसले आफूभन्दा माथिल्लो पदकाको र नेताहरूको चाकडी कतिको गर्छ, उसको आज्ञा पालन कतिको गर्छ भन्ने कुराले डिटर्माइन गर्छ। त्यसैले जसले बढी आज्ञा पालन गर्छ उसले नै धेरै बढुवाको स्वाद चाख्छ। प्रहरीलाई शान्ति सुरक्षा व्यवस्थापनको लागि थुप्रै अधिकारहरू दिएको हुन्छ। ती अधिकारहरू उसले जनताको पक्षमा र सोसल जस्टिसको पक्षमा प्रयोग गर्नको लागि दिएको हो र जब ती अधिकारहरू राइट ठाउँमा प्रयोग हुन्छन् नि त्यसले सामाजिक न्यायलाई थ्राइभ गर्ने गरी सबैको इन्ट्रेस्टमा हुने गरी रिजल्ट निकाल्छ। तर जब ती अधिकारहरू गलत ठाउँमा प्रयोग हुन थाल्छन्, जब ती अधिकारहरू प्रतिशोध सान्न र बदला लिन राजनीतिको इसारामा चल्न थाल्छन् नि त्यसपछि त्यसले सामाजिक न्याय व्यवस्थालाई ध्वस्त पारेर छोड्छ। रवि लामिछानेको केसलाई हामीले प्रहरी सङ्गठनमा राजनीतिक हस्तक्षेप कति हुन्छ भन्ने कुरा बुझ्नको लागि एउटा इक्जाम्पलको रूपमा लिन सक्छौँ। जब रवि लामिछाने गृहमन्त्री थिए त्यति बेला उनले थुप्रै भ्रष्टाचारका फाइलहरू ओपन गर्न थाले, जस्तै गिरिबन्धु चिया काण्ड जसमा केपी शर्मा ओलीज्यूको नाम जोडिएको थियो,
भुटनिज रेफ्युजी काण्ड, जसमा महामहिम श्री 3 शेरबहादुर ढौवाजीकी श्रीमती आर्जु राणा ढौवाजीको नाम जोडिएको थियो। जब ठुला ठुला टाउकाहरूको नाम सर्फेसमा आउन थाल्यो नि, त्यसपछि रवि लामी छाने समावेश भएको सरकार नै ढल्यो अनि कङ्ग्रेस र एमाले मिलेर फेरि नयाँ सरकार बनाए। त्यसपछि बनेको नयाँ सरकारले त रवि लामी छानेको विरुद्धमा एकदमै निर्मम भएर पिछा गर्न थाल्यो, जसको एउटा माध्यमको रूपमा नेपाल प्रहरीलाई प्रयोग गर्न थालियो। नेपाल प्रहरी राति राति रवि लामी छाने कतै जान्न भन्दा पनि उनकै घरमा पक्राउ गर्न गएर उनलाई नै उनको अन्तिम इच्छा सोध्यो। यसले के देखाउँछ भने रवि लामी छाने माथि पूर्वाग्रही भएर नै सरकार प्रस्तुत भइरहेको छ। हुन त रवि लामी छानेको सहकारी केस कोर्टमै पेन्डिङ छ, त्यसैले हामीले यो कोर्टको कुनै पनि डिसिजनलाई इम्प्याक्ट पार्ने गरेर कुनै पनि धारणाहरू राख्दैनौँ। तर एउटा मानसिक सन्तुलन ठिक ठाउँमा भएको व्यक्तिले कुनै पनि पार्टीको झोला नबोकेको, सत्यलाई सत्य र झुटलाई झुट भन्न सक्ने एउटा व्यक्तिले खुल्ला रूपमा भन्न सक्छ कि रवि लामी छानेमाथि नेपाल सरकार, अहिलेको सरकार एकदमै निर्दयी भएर एकदमै पूर्वाग्रही भएर प्रस्तुत भइरहेको छ। अनि त्यो मान्छेले के भन्ने, अनि एउटा सामान्य जनताले के भन्ने, प्रहरी निष्पक्ष छ भन्ने या प्रहरी राजनीतिको पपेट भयो भन्ने। नेपालको राजनीति र नेपालका नेताहरूले जुन जुन चिजलाई छुन्छन् नि, त्यो चिजले आफ्नो महत्त्व गुमाउँदै जान्छ, त्यो चिजको सान खस्कँदै जान्छ र अन्तिममा गएर त्यो चिजको एक्जिस्टेन्समाथि नै क्वेसन मार्क उठ्न थाल्छ। नेपालको आर्मी, नेपालको इलेक्सन कमिसन र कतै कतै नेपालको जुडिसियल सिस्टममा पनि अझै त्यति राम्रोसँग नेपालको पोलिटिसियनहरूले, नेपालको राजनीतिले राम्रोसँग हात जमाउन पाएको छैन। त्यसैले ती संस्थाहरूको इमेज अझै पनि बरकरार छ। तर नेपाल प्रहरी भने नेपालका राजनीतिज्ञहरूको राजनीतिक नाच देखाउने एउटा रङ्गमञ्च जस्तै भइसकेको छ भन्दा त्यति धेरै फरक नपर्ला र त्यति धेरै हिचकिचाउनु पनि नपर्ला। कतै प्रहरीले दिएको दुःखको कुरा मात्र गर्ने, प्रहरीलाई पनि त दुःख छ नि। आज प्रहरीको दुःखको कुरा पनि गरौँ। प्रहरीको लोअर ऱ्याङ्किङ अफिसियलहरूको दुःखको र उनीहरूको कन्डिसनको अवस्था त एकदमै खत्तम नै छ। प्रहरीहरूको वर्कलोड एकदमै धेरै हुने गरेको छ। दिनको 18 घन्टासम्म ड्युटी गर्दा पनि विकली बिदा मिल्दैन। त्यसमाथि सोसल लाइफको कन्डिसन त झन् एकदमै खत्तमै रहेको छ। त्यसमाथि सम्मान पाउनुपर्ने ठाउँमा गाली मात्रै मिल्छ। यदि तपाईँको वरिपरि कोही प्रहरीहरू छन् या तपाईँको आफन्तहरू कोही प्रहरीमा छन् भने तपाईँले सोध्न सक्नुहुन्छ कि भविष्यमा तपाईँले आफ्नो छोराछोरीलाई प्रहरी बनाउन चाहनुहुन्छ या चाहनुहुन्न भनेर। उनीहरूको जवाफ एउटै आउनेछ, नो। सन् 2021मा नेपाल पुलिस हेडक्वार्टरले एउटा सर्वे गरेको थियो, जसले क्लियरली के देखाएको थियो भने नेपाल पुलिसका जुन लोअर ऱ्याङ्किङ पदमा काम गर्ने जवानहरू छन् उनीहरूलाई कामको भार एकदमै धेरै हुने गरेको छ। दैनिक 18 देखि 20 घन्टा काम गर्दा मेसिन त तात्छ, उनीहरू त मान्छे हुन्। मान्छेलाई झन् कतिसम्म मानसिकदेखि शारीरिक समस्या हुन सक्छ। सरकारी कर्मचारीहरू लगायत अरू थुप्रै सरकारको काम गर्ने कर्मचारीहरूलाई दसैँ, तिहार र अन्य चाडपर्वमा बिदा मिल्छ। तर प्रहरी मात्र एउटा यस्तो जागिर हो जसले चाडपर्वको बेलामा पनि हाम्रो शान्ति सुरक्षाको लागि आफ्नो ड्युटीमा खटिनुपर्ने हुन्छ। प्रहरीले नेताको झोला बोक्यो, प्रहरीले निर्दोष जनतालाई दुःख दियो भनेर हामीले धेरै गुनासो मात्रै गर्छौँ। तर यो सबै हुनुको कारण तपाईँ र म जस्ता जनताहरू नै हौँ। र यदि प्रहरी सङ्गठनलाई अझै स्ट्रोङ बनाउने हो भने त्यसमा पनि सबैभन्दा ठुलो रोल तपाईँ र म जस्ता सिटिजनहरूको नै हो। किनकि हामीले 5 पास र 8 पास नेताहरूलाई प्रधानमन्त्री बन्नको लागि पठाएका छौँ अनि देश चाहिँ मलेसिया र सिङ्गापुर जस्तो होस् भनेर चाहन्छौँ। कहिले गोरु पालेर दुध खान खोजेर पनि हुन्छ, यो त ठ्याक्कै उल्टो भयो नि, होइन र? त्यसैले अबदेखि मासु र भातमा नबिकेर चुनावमा एकदमै विद्वान र जनताप्रति डेडिकेटेड नेताहरूलाई मात्र हामीले जिताउँ। जस कारणले गर्दा उनीहरूले प्रहरी सङ्गठनलाई थप प्रोफेसनल, थप जनताप्रति डेडिकेटेड र राजनीतिक हस्तक्षेप रहित बनाउनमा एकदमै ठुलो भूमिका खेल्नेछन्। त्यसपछि मात्रै नेपाल प्रहरीले, नेपाल पुलिस अर्गनाइजेसनले आफ्नो पुरानो साख र आफ्नो पुरानो इज्जत रिभाइभ गर्न सक्नेछ। जय देश,